हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल सबजना सन्चै होला म पनि सन्चै छु। आज चाहिँ टिकाको दिन अनि ह्याप्पी दसैँ अनि ह्याप्पी दशमी टु सबैजनालाई। सबैजनाको आँटेको चितेको सबै कुरा पुरा होस्। विजया दशमीको सबैजनालाई धेरै 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 शुभकामना। शुभम ब्लग्स परिवार सबैजनालाई, मेरो भ्युवर सब्सक्राइबर सबैजनालाई विजया दशमीको धेरै धेरै शुभकामना। फलोस् फुलोस् फुलेको कहिले पनि नधरोस् है तपाईँहरूले। आज चाहिँ टक्क लाएर टिकाको दिन अब लेट सी के हुन्छ। हिजोको भ्लग मैले खास यो फोनै टच भएको छैन नि त। हिजो भिडियो खिचाएको थिएँ नवमीको, त्यो एडिट गर्दा गर्दै झ्याउ भयो क्या। त्यो एडिट गरेको छैन। अब सबै दसैँको भ्लग दसैँ सकेपछि गुटुङ टुङटुङ आउँछ दुईवटा भ्लग चाहिँ है। यो पनि त्यो पनि सायद त्यो त आज बेलुका जसमा लाग्छ जस्तो एडिट गरेर हालिदिन्छु। देख्न सक्नुहुन्छ अहिले ट्याक्क लाएर घरतिरै छु अनि दुईवटा बाइक यहाँ छ। अनि धेरैजनाले 10 खै भन्नुभएको थियो। 10 पनि कुनै दिन कुनै ठाउँमा लगेर फेरि गएर पूजा गर्नुपर्छ। त्यस्तै कारणवश 10 अहिले यहाँ छैन। विशेष कारणवश 10 यहाँ अहिले मेरो अगाडि छैन। त्यही भएर 10 त मेरो प्राण हो नि त, थाहा छ तपाईँहरूलाई। त्यही विशेष कारणवश यहाँ छैन 10 अक्क लाएर 11 बजी मैले भट्टान दर्शन गर्न जान्ला। एकदम अल्छीको नि अल्छी भएपछि। हजुर नो ह्याप्पी दसैँ। तपाईँ टाढै खोइ ह्याप्पी दसैँ भन्दाखेरि त्यो सबलाई यहाँ मलाई मात्र हो त, सबैलाई भन्नु पर्ने तपाईँले। सबैजनालाई 2082 सालको विजया दशमीको हार्दिक हार्दिक मङ्गलमय शुभकामना। धन्यवाद। बिस्तारै नै मैले टक्क भर्खर जाँदैछु। देख्न सक्नुहुन्छ टक्क लाएर है। म कस्तो भन्दाखेरि अहिले यस्तो धेरै अल्छी भएको छु है। राति सुत्ने ढिला, बिहान उठ्ने ढिला। त्यसपछि बिहानको केही थाहा नहुने। बिहान उठ्दाखेरि आज लगभग 9 साढे 9 भइसकेको थियो होला। मम्मीले ठिकै 10:30 भने मलाई उठाएन, नत्र म उठ्नु नि गाह्रो पर्छ क्या बिहानमा। अनि अब दसैँ अहिले लगाएको छ, यताउति गयो, यताउति रमाइलो गऱ्यो। हिजो बेलुका नि त्यहाँ चरमै बसिरहेको थिएँ म बेलुकासम्म पनि। अनि त्यही भएर गोपारा सुस्ला भएर मन्दिर आइपुगेँ। हाम्रो सुस्ला भएर मन्दिर हाम्रो भ्युवर सब्सक्राइबर र सबैजनाको रक्षा गर्नुहुन्छ। पहिला यहाँ दर्शन गरौँ, त्यसपछि लाएर त्यहाँबाट ट्याक्क लाएर यहाँ क्यामेरा हेर्ने। यसरी यहाँ क्यामेरा हेरेर यसरी राति बनाऊ। देख्न सक्नुहुन्छ यतापट्टि। अब यसरी भित्र दर्शन गर्न सुस्ला भैरवको। सुस्ला भैरवले सबैको रक्षा गरून्। जय भैरव। दाइ जय प्रभु। रक्षा गर्नु लान्छु लान्छु। जय प्रभु, जय माता सुस्ला भैरवनाथले सबैको रक्षा गरून्। त्यहाँबाट म जान्न किनकि त्यहाँ तपाईँहरूको रगत हुन्छ। मलाई त्यो देखेपछि सक्दिनँ। यही टिका लागिन्छु म बाहिर गएर। गाडी तान्न पर्ने चाहिँ यतापट्टि ठ्याक्क लाग्नु पऱ्यो। गेटले तानेर जानु पऱ्यो यतापट्टि। टक्क लाएर हाम्रो स्विचको बसाल्न अझै ट्याक्क लाएर मिलाएर टक्क गर्दै यताउतिको निकाल्दा यो निकाल्दा यो तलको निकाल्दा यस्तो ट्याक्क मिलाएर आएको छ। अब कस्तो आएको छ हेरौँ है त। आमाहरूले अलि बिगारी थिएन भए अहिले आफू नि स्टेबल हुनु पऱ्यो, जीवन बिताउनु पर्छ। हाम्रो वृद्धलाई आइसक्छ यहाँ अहिले जमरा विसर्जन गर्नलाई। हजुर एकदम ज्ञानी हुनु, फलोस् फुलोस्, गरे काम राम्रो होस्। के गर्ने हो के गर्ने हो न। व्यापार बढोस्, प्रगति उन्नति एकदम असल बने। फलानाको छोरो राम्रो छ भनौँ सबैले। आफैले हेर्दैछ है, औँसी पुर्ने नलागोस्। खुट्टा ढोल्नु पर्दैन भने
वर्षात लाग्यो भने पुरा ढुक्नु झन् सानो बारेको पाल्छ खुसी हुनु धेरै रिस नउठोस् है ठुला बन्द गाई गुई चलिहाल्यो दिने नि के भयो झन् हामीले त आशीर्वाद दिएर पुस गरिहाल्छु बाई होइन धेरै भन्नु ज्ञानी हुनु बाबालाई राम्ररी हेर्नु है बाबु बेला बेला यहाँ बस्दै गरी आउनु जब सुरु गर्छ के छ नरिसाउ ल बेला बेला कुरै भएको छैन ठ्याक्कै कोभिडले बसेको थियो सकिएर बसेको थियो कि इन्टर्न चिन्टर्न त्यस्तै थियो होला एउटा दुई खेल दिन बेला बेलामा नरिसाउनु ठुलालाई मान गर्नु सानालाई माया गर्नु है सानालाई माया गर्नु पर्दैन भने सकेसम्म म पुरा कोसिस गर्छु भन्नु न कोसिस गर्छु म पनि आएको बेला भाइको बिहा पाइयो भाइको बिहे भनेर आउनु पाइयो काम गरेर कमाएको पैसा हो म पढ्दैछु अङ्कल भनेर अङ्कलले दिनु है होइन थोरै बोल्छ मसँग तर मिठो बोल्छ त्यति बेसी हुन्छ पूर्णिया भन्ने तिथि अनुसार आउँदैछ आफ्नो लाइफमा चाहिँ नल्याउनु त्यो कुरा सबै कुरा राम्रो गर्नु त्यही हो गर्दैछस् अब के भन्नु अङ्ग रिसाउँछस् भन्ने सुनेको त्यो रिसाउन भने चाहिँ त्यो गेटभन्दा बाहिर त्यहाँ आएपछि चाहिँ ट्याक्क अब फ्रेस भएर है आमाले भने सुन्छु मैले सुन्नु चाहिँ बिजनेस गरे भएर त पैसा ल्याएर मैले कति काम लाग्यो यो जमाना व्यवहार राम्रो भएछ फाइदा बढी अनि जे छिटा सबै होस् ल खै भाइ आशीर्वाद देऊ न पोहोर भनेको थियो यसपाल भनेन भाइले भन्नु हुँदैन है भाइ अलरेडी गाइज जसले टक्क पारामा टिका सिका सबै लगाइसक्यो अनि आज पनि टिका लगाउँदै भेट अर्डर आएको थ्याङ्क यू सो मच है जसले पनि हामीसँग भेटिदिनु भएको छ हामीले आज चाहिँ D3 Pro मात्र 2800मा दिइरहेछौँ एकदम बेस्ट प्राइसमा त्यो जसलाई चाहिन्छ कन्ट्याक्ट गर्नु होला है अनि दसैँको सबैजनालाई एकदमै धेरै 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 शुभकामना अब आज दिवसमा के हुन्छ आज खासै योपालि मेरो धेरै टिका छैन अब हेरौँ कहाँ हुन्छ कस्तो हुन्छ लेट सी अब एडिट गर्न चाहिँ मेरो फोनले दिँदैन आफ्टर दसैँ एडिट गरेर भ्लगहरू हाल्छु यो मेरो बाच्छा हो तर दसैँमा चाहिँ त्यस्तै हो अब आफ्टर दसैँ चाहिँ म तपाईँलाई एडिट गरेर हाल्छु है यो भ्लगहरू मिलेसम्म हिजोको चाहिँ आज हाल्छु हिजो मेरो आधी एडिट गरेँ फोनै टाल्छ भने फाल्दा फेरि फोन फेरि चल्छ बिहान रात अलिअलि तातेपछि चल्दैन अनि ट्याक्क फालिदियो अनि त्यसै चल्छ क्या त्यो भएर ठिक छ ल ह्याप्पी दसैँ सबैलाई अङ्कल ह्याप्पी दसैँ खाइछ तपाईँ खानु ह्याप्पी दसैँ के भाउ टिका सिका सब सक्यो अनि के भन्दैन त भ्युअर्सलाई के भन्नु दसैँ सबैजनालाई मलाई त्यो पालि दसैँ आए जस्तै लागेको छैन अस्ति भर के अरे अस्ति भर दसैँ आयो भने अब दसैँ सकिसक्यो योपालि खासै धेरै टिका लाने ठाउँ पनि धेरै छैन
तेरो कहाँ टिका कहाँ जान्छस् मेरो नि छैन दसैँ आए जस्तो लागेन दसैँ ठ्याक्कै सक्यो क्या अब टिका लागेपछि दसैँ सकिहाल्यो नि होइन ठ्याक्क लाएर योपालि पहिला चौरमा तपाईँको अर्को पिङ हुन्थ्यो यो ल 2 वर्ष हो लिङ्गे पिङ हाल्न थाले पहिला लिङ्गे पिङ थियो र योपालि पनि देख्न सक्नुहुन्छ योपालि पनि लिङ्गे पिङ नै छ चौरमा 2 वर्ष भयो गत साल र यो साल चाहिँ चौरमा लिङ्गे पिङ छ फेरि उल्टो खेल्नु भएको रहेछ देख्न सक्नुहुन्छ पिपल बोट सबै काटेर चौरको पिपल बोटहरू सबै काटेर यहाँ लिङ्गे पिङ राखेको छ अब कहाँ जाने भन्ने कुरो हो जयन्ती मङ्गला काली भद्र काली कपालिनी दुर्गा छाप माताले सधैँ रक्षा गरून् दाइले भने मान्नु दाइले नानी चस्मा ल्याइदियो भन्दाखेरि सक्दिनँ नभन्नु राम्रो 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 पढ्नु ठुलो मान्छे भन्नु मेरो बहिनी यहाँ पुगी भन्दाखेरि आनन्दले भन्न पाऊँ भगवान्ले राम्रो पढ्नु अब एससीमा टप हान्नुपर्छ अब एससी टप हान्नुपर्छ है एससी टप हालेर अनि टन्न लड्डु खानुपर्छ एससी टप भएर है के हाल्नु अरे लड्डु खानुपर्छ ल तपाईँ दुइटै नि ल सो अलराइट गाइज अहिले म टक्क लाएर यताहरूमा टिका लाउनु जाँदैछु है मेरो दिदी मेरो कान्छी मम्मी कान्छी हजुरआमा त्यहाँ त्यसो लाएर अहिले हामी उता यताहरूमा टिका लाउन आउँदैछौँ देख्न सक्नुहुन्छ के छ ठिक छ उहाँलाई मैले आशीर्वाद खतरा दिएको छु अहिले आशीर्वाद अनुसार कायम गर्नुपर्छ त्यहाँ छ हाम्रो भुन्टे पुन्टे 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 उन्नति भएर जानु मम्मीलाई खुसी राखेर जानु न मम्मीलाई कहिले नरुवाए असल भएपछि असल मान्छे सो अलराइट गाइज अहिले टक्क बाह्रमा टिका टाल्नु सबै सक्यो अब यसो सिद्धान्तको घरसम्म जाँदैछु म अनि त्यसपछि लागेर यसो कलतिर जाउँ मम्मीको सम्पत्ति बोकेर हिँडेको छु है फेरि आमा छोराको त्यस्तो जिस्केर भइरहन्छ क्या यो मेरो यो मम्मीको भनेर मम्मीको र मेरो चाहिँ त्यतिको चाहिँ भइरहन्छ क्या इच एन्ड एभ्री डे नै त्यो तपाईँको सम्पत्ति यो मेरो सम्पत्ति भनेर भइरहन्छ ट्याक्क लाएर सबैजनालाई मेरो भिडियो सब्सक्राइबरलाई ह्यापी दसैँ ल